हेलो एभ्रीबडी, वेलकम टु माई न्यू भिडियो। धेरै पछि म चाहिँ आज भिडियो बनाउन लिएर आइरहेको छु। आज चाहिँ हामी पिकनिक जाँदैछौँ दाइ र म। अब छुट्टी छ आज चाहिँ, हेरौँ के हुन्छ। छुट्टी भइरहेको छ कम्पनीको, जानु पर्यो नि त घुम्न होइन। हामी चाहिँ गेट मल लागिसक्यो। ल यो चाहिँ प्लाजा हो, गेट मल चाहिँ उतापट्टि छ। घाम चाहिँ बबालै छ, यस्तो छ यहाँ चाहिँ। यो चाहिँ हाम्रो एकदम नजिकको मार्केट हो, एकदम ठुलो छ मार्केट। अब हाम्रो पिकनिकको लागि गाडी चाहिँ त्यहाँ आउँछ होला, गाडीमा टिकटमा जाने। अनि फाइनली आइपुग्यो, मात्रामा आइपुग्यो। यो चाहिँ मरुभूमिको जङ्गल चाहिँ यस्तै हुन्छ कतारको। आइपुग्यो, धेरै टाढा आइयो। फर्स्ट टाइम हो। यस्तोमा बसेर हामी बस्ने मान्छे छोड्यो भने, हाम्रो त छोड्यो भने यस्तोमा पनि मान्छे बस्छ। मान्छेलाई पैसा आउँछ, कस्तो गाह्रो छ। यस्तोमा बस्नुपर्छ क्या, यस्तोमा बस्नु लास्ट दुःख हुन्छ। यस्तोमा बस्नुलाई यस्तै दुःख। मजुरामा बस्ने मान्छे यहाँ चाहिँ बाख्रा बाख्नु पऱ्यो, अनि भेडा यस्तोमा चराउने, यस्तोमा काम गर्नुपर्छ। लास्ट रिजर्भ हुँदो रहेछ। यस्तोमा कसरी बस्नु, हामी त बस्नु पऱ्यो। पानीको पाइपहरू चाहिँ पानी चाहिँ एउटा ट्याङ्कीमा जम्मा गर्छ, अनि त्यही घरबाट चाहिँ अन्त लगाउने। यस्तोमा बस्नुपर्छ। अनि यस्तोमा कसरी बस्नु, कति गाह्रो छ। धेरै भट्टाए जस्तो छ। यो चाहिँ मजुरा हो, यता सागसब्जीहरू लाउने ठाउँ हो। अहिले चाहिँ निकाले जस्तो छ। अङ्कल सुन्दैन आज। अङ्कलले आज कानै सुनेको छैन। यो चाहिँ हाम्रो पिकनिक खाने ठाउँ। यहाँ खाना बनिरहेछ। चाहिँ जङ्गल पनि सुकेछ। दाउराको त यता कमी नहुने रहेछ है। दाउरा त काम यहाँ मान्छेले गर्यो भने के नहुने होइन। यहाँ यस्तो मरुभूमि छ होइन, यस्तो मरुभूमि छ र पनि यहाँ खेती गरिरहेछ क्या। हाम्रो ठाउँ चाहिँ त्यत्तिकै जमिन त्यत्तिकै गइरहेछ। यहाँ चाहिँ के गरिरहेछ, पानी लिएर माटो लिएर, त्यो पनि किनेर, त्यो पनि आफ्नो देशबाट होइन क्या, अर्काको देशबाट लिएर चाहिँ यहाँ सब्जी लगाएको छ, अनि रुख रोपेको छ। हाम्रो चाहिँ भएको काट्छ। यो जङ्गल बनाएको क्या, यो कतारीको हो। यो चाहिँ धनी मान्छेको हुन्छ होइन। यहाँ चाहिँ अलरेडी 2-3जना मान्छे दिएर चाहिँ राखेको हुन्छ क्या, यो हेर्नको लागि। यो रोपेको छ नि, यो बोराको यो रुखको बिरुवा के को रुख हो यो थाहा छैन। यो पानी अटोमेटिक आउँछ क्या, यो पाइपबाट। यो ठुलो पाइप छ, त्योबाट अटोमेटिक पानी आइरहेको छ। त्यो चाहिएको पानी चाहिँ आइरहेको छ क्या। यहाँ यो चाहिँ पुरानो मजुरा होला सायद। यो रुखहरू सब रोपाइ हो क्या।
चाहिँ यहाँ चाहिँ केही यस्तो चराचुरुङ्गी यस्तो केही मार्न पनि पाइन्छ, सब पाइन्छ है भित्रभित्र। यो चाहिँ सबै कुराहरू पाइँदो रहेछ। पिकनिकको लागि आएको थिएँ। यो बयर भयो, कत्रो ठुलो बयरको रुख। यहाँ चाहिँ बयर शीतल पनि हुन्छ क्या अरू ठाउँहरू। यहाँ एकदम शीतल पनि छ अरू ठाउँ। अरू ठाउँमा चाहिँ जस्तै हामी बसेको ठाउँतिर चाहिँ एकदम गर्मी छ। यहाँ चाहिँ एकदम शीतल क्या, किनकि रुख छ नि त। रुख भएपछि आफै आफ शीतल हुँदो रहेछ क्या ठाउँहरू। हामी चाहिँ पिकनिक खाएर पनि गेरेलमल आइसक्यो। गाडीमा रमाइलो हो। गाडीको भिडियो चाहिँ हाल्न पाइनँ किनकि आउँदै थिएँ। त्यो हल्का खर्च चाहिँ म हाल्छु। गेरेलमल आइपुग्यो। अब गेरेलमल एकछिन टुल लिनु। मैले एउटा कुरा देखेँ क्या, गाडीको लाइन कति हो क्या यो गाडीको लाइन राख्न पनि क्या दामी राख्छ क्या गाडीको लाइन। यस्तै छ। अब यो चाहिँ गेरेलमल हो। अब गेरेलमल घुम्ने एकछिन। अनि मलाई सुरुमा खान मन लागेको छ भने पुलाउ खाइयो, रोटी खाइयो, टन्न भएको छ, केही खान मन छैन, तबी खाइयो। अब यहाँ मान्छेको बजार हेर्नुहुन्छ भने गेरेलमलमा कति छ कति हैन। यो मान्छेको बजार कति छ, मान्छे कति छ, साथीलाई भेट्ने ओके ल। अब चाहिँ हामी फिल्महरूमा गएर बुझ्छु अहिलेको लागि। बाई भन्नु कि यसलाई चाहिँ प्लाजा भन्छ, यता गेरेलमल होइन। होल चाहिँ पुरा फुल भइसक्यो, छैन अलिक सिकन्दर चलिरहेको रहेछ अहिले।
आजकोदेखि लिएर भोलि 4 बजेदेखि यताकोसम्म फुल भइसकेछ मान्छे चाहिँ टिकट काट्ने मान्छे कम त छैन हामी चाहिँ गाडीमा गयौँ यो पछि चाहिँ कार्यक्रम भइरहेको त्यहाँ पनि स्टेज प्रोग्राम छ मान्छे कति छन् हामी दाजुभाइ यता छौँ आफ्नै चिलमा हिँडिराखेका छौँ मयुरको भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया र लाइक सेयर कमेन्ट गरिदिनु होला आजको भिडियो चाहिँ यहीसम्म छ थ्याङ्क यू सो मच वाचिङ